जापानिज भाषा सिक्नको लागि हामीलाई मुख्य तीनवटा कुरामा ध्यान दिनुपर्छ। हिरागाना, कातागाना र खान्जी। हिरागाना भनेको जापानिज अक्षर हो, लोकल ल्याङ्ग्वेज, जस्तो हामीहरूमा हुन्छ क, ख, ग, आ, इ हरू, त्यस्तै जापानिज अक्षरमा पनि हुन्छ। कातागाना भनेको बाहिरबाट आएको शब्द हो, विदेशी शब्द, विदेशी नामहरू, ठाउँको नामहरू, त्यो शब्दहरू हो। खान्जी भनेको यो चाहिँ चाइनाबाट आएको अक्षर हो। यसले कुनै कुरालाई या कुनै शब्दलाई चित्रको रूपमा व्याख्या गर्छ। सबभन्दा पहिला हामी हिरागाना पढ्छौँ। यसलाई आ भनिन्छ, यसलाई इ, यसलाई उ, यसलाई ए, यसलाई ओ। अब यो लेख्ने कसरी सिकौँ। सुरुमा यसरी लेख्ने हो, त्यसपछि डाइरेक्ट तल जाने हो सेकेन्डमा, थर्डमा यहाँबाट घुमाएर डाइरेक्ट तल जाने हो। आ, यसलाई आ भनिन्छ। फर्स्ट, सेकेन्ड र थर्डमा डाइरेक्ट घुमाएर तल लग्ने हो, यसलाई आ भनिन्छ। फर्स्टमा यसरी, सेकेन्डमा यहाँबाट यसरी, यसलाई इ भनिन्छ। फर्स्ट, सेकेन्ड, यसलाई इ भनिन्छ। फर्स्ट, सेकेन्ड, यसलाई उ भनिन्छ। फर्स्ट र सेकेन्डमा डाइरेक्ट तल घुमाउने हो, यसलाई उ भनिन्छ। फर्स्ट, सेकेन्डमा जेड जस्तो लेख्ने हो, तल अलि घुमाइदिनु, यसलाई ए भनिन्छ। फर्स्ट, सेकेन्ड जेड जस्तो लेख्ने हो तर अलि घुमाइदिनु हो, यसलाई ए भनिन्छ। फर्स्ट, सेकेन्ड यसरी गरेर डाइरेक्ट तल लग्ने हो, त्यसपछि थर्ड यहाँ घुमाइदिनु हो, यसलाई ओ भनिन्छ। फर्स्ट, सेकेन्ड, त्यसपछि डाइरेक्ट तल, थर्ड, यसलाई ओ भनिन्छ। यसलाई का भनिन्छ र खा पनि भनिन्छ। यसलाई कि र खी पनि भनिन्छ। यसलाई कु र खु पनि भनिन्छ। यसलाई के र खे पनि भनिन्छ। यसलाई को र खो पनि भनिन्छ। अब यो लेख्ने कसरी सिकौँ। फर्स्टमा यसरी गर्ने हो, सेकेन्डमा यसरी, थर्डमा यसरी। यसलाई का भनिन्छ र खा पनि भनिन्छ। फर्स्ट, सेकेन्ड र थर्ड, यसलाई का खा दुवै भनिन्छ। फर्स्टमा यसरी, सेकेन्डमा यसरी, थर्डमा यसरी, फोर्थमा यसरी। यसलाई कि र खी दुवै भनिन्छ। फर्स्ट, सेकेन्ड र थर्ड र फोर्थ, यसलाई कि र खी दुवै भनिन्छ। फर्स्टमा यसरी गरेर यहाँसम्म लेख्ने हो, यसलाई कु र खु दुवै भनिन्छ। फर्स्टमा यसरी, यसलाई कु र खु दुवै भनिन्छ। फर्स्टमा यसरी, सेकेन्डमा यहाँबाट यहाँ, थर्डमा यहाँबाट डाइरेक्ट तलसम्म जाने हो, यसलाई के र खे भनिन्छ। फर्स्ट, सेकेन्ड, थर्ड। फर्स्टमा यसरी, सेकेन्डमा यसरी, यसलाई को र खो दुवै भनिन्छ। फर्स्ट, सेकेन्ड, को